हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ डे 11 चाहिँ आज मैले के गरेँ साथीहरू ल हेर्नुहोस् है त। सुरुमा चाहिँ कुकरमा मैले फर्सीको मुन्टा बसालेँ। अनि आज चाहिँ यस्तो हतार भइरहेको थियो नि, यो चाहिँ कटरको त्यो भित्रको हुन्छ नि, खाएर केही फाल्न नपर्ने के यो कटरको त है, सबै कुरा चाहिँ खान मिल्ने त्यो बोक्रा बाहेकै फेरि। अनि त्यसपछि यो कटरको मैले आज सब्जी यो झोल हालेर बनाएको थिएँ, यस्तो मिठो भएको थियो है। अनि यो फुल चाहिँ टिपेर मैले यसो सजाउन मन लाग्छ कि साथी यो टेबलमा, अनि टेबलमा ल्याएर राखेँ। अनि यो ड्र्यागन फ्रुट फेरि बिग्रिन लागिसकेछ, अनि यसलाई पनि खायौँ हामीले है। अनि मेरो चाहिँ ठ्याक्कै त्यो बिबस बस्ने कसले हेर्नुहुन्छ त्यो भिडियो है, त्यस्तै बानी कि मासु नि त्यस्तै मनपर्ने, पकाउने बेला नि सब कुरा रेडी पारेर बनाउनु पर्यो कि। अनि मैले यहाँ अचार बनाएँ कि। आज चाहिँ खासमा कुरा के हो भने, अब लास्टसम्म हेर्नुपर्छ तपाईँले के कुरा रहेछ भनेर। अनि त्यसपछि यहाँ अचार सचार बनाएँ, प्राउनहरू पापडहरू फुराएँ। अनि त्यसपछि बनाएँ मैले चाहिँ के भनेर भन्नुहुन्छ अनि कस्तो बिर्सिन्छु कि। अनि रोस्ट साथी हो। अनि यो चाहिँ तातै पकाउँदै खाँदै गरेर चाहिँ अनि भ्याइएन कि साथी, यति धेरै भयो। जम्मा खाने मान्छे 4 जना, मासु यति धेरै अनि कति खाने क्या है। खसीको मासु चाहिँ यो पकाएको, अब यसो भिडियो खिचिदिने मान्छे छैन साथी। यो पकाउन लाउँछु, भाँडै ढल्न लाग्छ है। यो डन्डी कहिले किन्ने हो, मेरो 500 लाइक कहिले हुने हो, खै म त दिक्क लागिसक्यो कि। अब भिडियो बनाउन छोडिदिउँ जस्तो चाहिँ लाउँछ फेरि होइन। त्यस्तो त जाँगर मान्नुहुन्न, अहिले तिहार मान्नुहुन्न भने फेरि कोसिस चाहिँ जारी छ क्या साथी हो। अनि यहाँ हेर्नु मेरो छोरो, त्यो अलिना किचन कसले हेर्नुहुन्छ, ठ्याक्कै त्यही दिदीको छोरो जस्तै हो के, मान्छे पनि त्यस्तै। अनि जे पकायो नि चाख्नु भन्ने कि, खै दिसियोस् त पाक्यो भन्ने। अनि त्यसपछि अनि हाम्रो चाहिँ यहाँ रोस्ट पनि हेर्दै पाकिसक्यो। हेर्नु त कस्तो मिठो भएको थियो कि, हेर्दै खाउँ लागेन साथी त्यो लेग पिस ल हेर्नु त। अनि त्यसपछि यता लेग पिस रेडी भयो, अनि पकाउँदै खाँदै हो कि साथी। अनि यहाँ छोरीले चाहिँ फेरि केक ल्याइछ कि, सरप्राइज केक, मलाई त थाहा नै थिएन है। ल अब केक काट्नु पर्यो भन्न थाली। अनि त्यसपछि ल रेडी सेडी भएर अब रेडी त के हुनु र साथी, त्यही म्याक्सी फेर्नी त हो के अरे। अनि त्यसपछि यहाँ अनि ल केक काट्ने भनेर मम्मी, म, अब बुढा बाबु अनि छोरी मात्रै त 5 जना छ। अनि त्यसपछि अनि हामी चाहिँ यहाँ केक काट्यौँ साथी हो है। ऊ छोरालाई पो रमाइलो लाग्यो, एनिभर्सरी त उसलाई पो रमाइलो लाग्यो, अनि त्यो बच्चाहरूलाई यस्तै त हो नि। अनि त्यसपछि केक सेक काटिसकेपछि साथी एउटा दुइटा यसो फोटोसोटो क्लिक गऱ्यौँ। अनि त्यसपछि ल हाम्रो एनिभर्सरी पनि सिद्धियो, आजको डेली ब्लग पनि सिद्धियो। अनि मेरो भिडियो चाहिँ तपाईँलाई कस्तो लागिरहेछ के साथी हो, लाइक कमेन्ट यसो मलाई सल्लाह सुझाव पनि दिनु होला है। यति भन्दै चाहिँ आजको ब्लगबाट